एकछिन यो भिडियो मैले हजुरको लागि नै बनाएको हो। स्किप नगरेर पुरा भिडियो हेरिदिनु होला। हजुरलाई कोरेको आँपको अचार थाहा छ कि छैन? खानु भएको छ? खानु भएको छैन भने ल बनाउन सुरु गरौँ है त। पहिला सफा आँप लिने, आफूलाई कति अचार बनाउने हो त्यति। त्यसपछि त्यसलाई बोक्रा छिलेर अनि कोरेसम्म कोर्ने। सफा कपडामा राखेर यसरी पोको पारेर टङ्गाइदिने। टङ्गाएपछि पानी निचोर्न पनि सजिलो अनि आँपभित्र भएको पानी सबै निस्किन्छ। अनि त्यसपछि यसलाई फिजाइदिने। 2 घण्टा जति घाममा सुकाउनु पर्छ। घाम देखाएको अचार चाहिँ लामो समयसम्म टिक्ने र नबिग्रिने भएको हुनाले अनि 2 घण्टा जति घाममा सुकाएँ। अचारमा चाहिने मसलाहरू मध्येमा तोरी र सर्सोको पिसेर पाउडर मैले पहिले बनाएर राखेको छु। यो सोप, जिरा, धनिया, कलौजी र मेथी भइहाल्यो। नुन, खुर्सानी र बेसार त यो त छँदैछ, हाल्नै पर्यो। अनि अब यसलाई मसिनो गरेर पिस्ने। तोरीको तेल तातेपछि ग्यास अफ गर्ने अनि 5 फुरन, बेसार, रातो खोर्सानी, थोरै दरदरा गरेर पिसेको सबै मसलाहरूको थोरै धुलो अनि हिङ राखेर अनि त्यो तेल सेलाएपछि मात्र मोल्ने। अनि मोलिसकेपछि यस्तो देखियो। अब यो मोलेको अचारलाई मैले तुरुन्तै सिसीमा राख्दैन। 2-3 दिन घाममा राख्ने र बीचबीचमा यसरी चलाउँदै जाने। त्यसपछि बल्ल सिसीमा राख्नको लागि तयारी हुन्छ। कस्तो लाग्यो हजुरहरूलाई मैले बनाएको कोरेको आँपको अचार? भिडियो पुरा हेरिदिनु भएकोमा हजुरहरू सबैजनालाई धन्यवाद।